हेलो एन्ड वेलकम गाइज। आज चाहिँ म नयाँ भ्लग लिएर आइसकेको छु। अनि तपाईँहरूको कमेन्ट मैले अस्ति हेरेको थिएँ, तपाईँहरूले भन्नुभएको रहेछ बाइकको पनि बनाउनु भनेर। त आज म बाइकको र अलिकति यहाँ हाम्रो सामानहरू आएको छ कि त्यो सामानहरू पनि म देखाउने छु। अहिलेको लागि चाहिँ अब गाइजहरू पहिले हाम्रो अर्कै बाइक थियो र हामीले अब त्यो बाइकलाई चेन्ज गरेर यो बाइक छ अहिले। यो हेर्नु होला, यो बाइक छ। यो रुक्नु, यसको नाम हिरो स्प्लेन्डर हो। यो बाइक चाहिँ 100 सीसीको रहेछ। मैले पनि भेट्ने खालको हल्का रहेछ, तर यो घाम बस्यो यो बाइकले अलि शीतल पुर्याएर आउँछु है गाई। अनि गाइजहरू मैले यसलाई शीतलमा ल्याइसकेको छु यो बाइकलाई। यो चाहिँ मैले यो सजिलो रहेछ र मैले यसलाई हाँक्न सकेँ। अनि अब यता हाम्रो सामान चाहिँ के आएको रहेछ भन्दाखेरि म देखाउने छु अब तपाईँहरूलाई। सामान चाहिँ के आएको रहेछ भन्दाखेरि यो चाहिँ यो सामानहरू यी सब कम्पनीबाट आएका हुन्। अब यी सामानको सिरक बनाउने, डस्ना बनाउने अनि बाँकी उब्रेकाको मोजा बनाउने हो, त्यति हो यिनीहरूको। अनि यहाँ हाम्रो मम्मी चाहिँ बाती बनाउँदै हुँदो रहेछ, बटारे धुप बन्दो रहेछ। हाम्रो मम्मीले आउँदो रहेछ बनाउन। अब ऊ त्यसरी कागज काट्दै हुन्छ, हेर्नु होला। देखिएन भने म नजिकै गएर देखाइदिन्छु। हेर्नुहोस् है हजुरहरू गाइजहरू, यहाँ बाती बटारे धुप बनाउनुहुन्छ भने यहाँ म बाटोमा आउनु होला। म सम्पर्क नम्बर दिँदैछु। अलिअलि म यहाँ सिकाउने कोसिस गर्दैछु। मैले पनि सानोतिनो यसो हल्का तालिम लिएर आएको थिएँ। अलिअलि यहाँ बनाउने कोसिस गर्दैछु घरमा, घरको लागि, आफ्नै घरको लागि बनाउँदैछु। यसरी कागज काट्नुपर्छ अनि कागजलाई चाहिँ यसरी दोबार्नुपर्छ। यस्तो गर्ने, ट्याक्क बराबरको पार्ने अनि त्यहाँबाट यसलाई फेरि कैँचीले ट्याक्क काट्नुपर्छ। अनि यसरी ठ्याक्क बराबरको बनाउनुपर्छ। हेर्नुहोस् है। अनि यसरी चाहिँ गरेपछि यो बातीको आकार हुन्छ। अनि यसमा चाहिँ ठ्याक्क धुप हाल्ने अनि त्यस पछाडि बटार्नुपर्छ। हेर्नुहोस्, सजिलो छ, राम्रो छ, सजिलो छ। यो जसले पनि गर्न सकिन्छ। लगाइचिएर तपाईँहरूले यति देखिहाल्नु भयो होला। देख्नु भएन भने म अर्को भ्लगमा हालेर तपाईँलाई देखाइदिने छु। अनि अब मैले भ्लग नबनाएको धेरै महिना भइसकेको थियो र मैले उ गरेको थिएँ आज भ्लग बनाउनु पर्यो भनेर। अनि गाइजहरू यो हाम्रो पहिले यो घर हुने गर्थ्यो, यो घर पहिले हाम्रो हुने गर्थ्यो। म तपाईँहरूलाई देखाउँदैछु एकछिनै, मेरो अलि टाढा जानुपर्छ कि अनि मात्रै। नत्र यो मेरो पछाडि देखिएको घर हो त्यो। एकछिनै शीतलमा मैले घाममा मैले नि देख्नु। ऊ त्यो पछाडिको घर परको ऊ त्यो यताको ऊ त्यो हाम्रो पहिलेको घर थियो। अहिले त्यसमा किचन छ। अब त्यो किचन यता त्यो साइडको कोठामा हाम्रो कुलदेवता बस्नुहुन्छ। अनि आज चाहिँ अब कहाँबाट भ्लग बनाउन मन लागेर चाहिँ बनाएको हो मैले, होइन। यो मैले अहिले बोलेकोलाई चाहिँ इग्नोर गरिदिनु होला, होइन। अब यता हामीहरूको यो मम्मी यसको नाम के अरे यसको? अनि हाम्रो उसमा चाहिँ यो जमुनाहरू पनि फल्छन्। दानाहरू चाहिँ हेर्न सक्नुहुन्छ। यी दानाहरू हेर्न सकिन्छ। देखिएन भने पनि यसलाई पनि म अर्को भ्लगमा हालिदिने नै छु आखिरमा, होइन। अब तपाईँहरूलाई के देखाउँछ भन्दाखेरि अब यहाँनिर हाम्रो जमुना छ। यो साइड आँप छ। अब यो साइड बकैन थियो। यहाँनिर एउटा स्याउको बोट थियो। त्यो स्याउको बोट उम्रिन नसकेर त्यसलाई छोडिदिएको। अनि गाईचहरू अम्बा पाकेछ फेरि, हेर्नु होला। हाम्रो गाउँको अम्बा अरू दुईवटा पाकेका रहेछन् गाईचहरू, होइन। म चाहिँ अब बोटमा टिप्न आँटेको छु। गाईचहरू हेर्न सक्नुहुन्छ। दुईवटा चाहिँ मैले अम्बा भेटाइसकेको छु, हेर्नु।
यस्ता खाले अम्बा हुँदो रहेछन् मेरो अर्को गोजीमा छिरो खाएर अम्बा